हेलो साथीहरू, आज चाहिँ यहाँ हाम्रो साउले गोबर सोर्दैछ है। यसरी कोरियामा चाहिँ यसरी गोबर सोर्ने ढोका अटोमेटिक ढोका यसरी खोल्ने हुन्छ है। यस्तै ट्र्याक्टरले गोबर सोर्छ। गाईहरू यता ट्याक्कै डबल हुन्छ कि त्यहाँबाट चाहिँ अलिक सोच्नु होला है। यस्तो सिस्टमले बनाएको हुन्छ क्या। यहाँ साउले चाहिँ मजाले ट्र्याक्टरले गोबर सोरिरहेको छ। अब यहाँ चाहिँ छुपक भन्ने हुन्छ, ओछ्याइदिनुपर्छ। यस्तै सोरे आउँछ। हाम्रो साउवा हो, मजाले गोबर सोरिरहेको साउले। ल्याएर टिप्परमा लोड गरेर खेतहरूमा लगिन्छ। यो 4-5 महिनामा सोरेको हो क्या आज यहाँ चाहिँ है। त्यस्तो 3-4 महिनामा 1 महिनामा सोर्छ है, हिलो नभएर। अब सोरेर भ्यायो। अब यहाँ चाहिँ थुप्पा भन्ने ओछ्याइदिनु पर्छ, त्यहाँबाट ओछ्याएर ढोका खोलिदिने। यस्तो छ यो माथि। यस्तो ढोका पनि यो सबै ढोका खोल्दै सिस्टम बटनले त्यसरी ढोका खोलिन्छ, अलिक घामसाम ताप्नको लागि। यस्तो गोबरमा यस्तरी बसिया हुन्छन् बिचरालाई। जाडो छ, बस्न पनि खासै जाडोमा कता चिसो छ है। आज 2-4 दिन चाहिँ राम्ररी बस्ने भए ओभानो हुन्छ। आइज यस्तो गोबर हुन्छ। हामी त दिनदिनै चोरिन्छ घरतिर क्या नि। अब फार्म हो, भैँसीहरू पनि सोर्छन् क्या हो नेपालमा। यहाँ यस्तो छ, यो थुक्पा हो। यो चाहिँ ओछ्याइदिने हो ओभार्नको लागि, भैँको लागि, भैँ ओभार्नको लागि। यो काठ धुलोबाट बनाएको हुन्छ, के हुन्छ खै यो, त्यस्तो हुन्छ है। अहिले ओछ्याइदिने हो। र चाहिँ मैले लिएर आएको त्यो गाडीमा लोड गरेर। यस्तरी ओछ्याइन्छ यहाँ है। अब चाहिँ अर्को साइड यस्तरी यतापट्टि ढोका खोलियो। यो अघि खोलेको आज चाहिँ 4-5 दिन मजाले बस्ने भयो यिनीहरू। लास्टमा चाहिँ यस्तरी यहाँ ओछ्याएरै टक्क यस्तरी इन्डिङ हुन्छ है गोबर सोराइ चाहिँ। छ्याक्क भयो। अब आना बस्ने भयो 2-4 दिन यिनीहरू चाहिँ। यस्तो छ। ने
아니요, 이거 똥 지는 거 이거 올라려고요. 저 좋아라 그래? 우리 사장님 지어요.